नमस्ते साथीहरू, आज म पहिलोपटक भिडियो बनाउँदैछु। आजको दिन सुरु हुन्छ अफिसको यात्राबाट। अफिस पुगेर दिनभरिको योजना बनाउनु र जरुरी कामहरू मिलाउनु मेरो दैनिकी तालिका हो। आज म तपाईहरूलाई मेरो अफिस र फिल्डको कामकाज देखाउँदैछु। हेर्नुहोस् कसरी म फिल्डको दौडधुप र अफिसको काम एकसाथै पुरा गर्छु। धेरै दुःख कष्ट हुन्छ साथीहरू, यसरी घाममा फिल्डमा जानु र फिल्डमा किस्ता नआइदिनु। म चाहिँ अब फिल्डतर्फ लागेँ है। फिल्डतिर जाँदै गर्दा म यो अब तपाईहरूलाई के भन्छन् देखत भुलीको बाटो देखाउँदैछु। यो बाटो राम्रो छ, पिच छ, यतातिर त गाडी चलाउन सजिलो हुन्छ। तर उता देखत भुलीको लालझाडी 4, शुक्लाफाटा 12 र कृष्णपुर 3 को बाटो चाहिँ एकदमै खराब छ साथीहरू। म तपाईहरूलाई त्यो बाटो पनि देखाउँला। त्यो बाटो पनि आउँदैछ, यी आइपुगे साथी म त्यो बाटोमा। यो चाहिँ हाम्रो कृष्णपुर 3 र शुक्लाफाटा 12 को बाटो हो। हेर्नुहोस् त साथीहरू, यस्तो ग्राभल भएको बाटो छ, यस्तो दुःख हुन्छ यो बाटोमा गाडी चलाउन चाहिँ। अब म तपाईहरूलाई यो बनहारा पुल देखाउँदैछु। आजभोलि चाहिँ यो पुल बनेर एकदमै सजिलो भएको छ यहाँका जनताहरूलाई, प्लस हामीहरूलाई पनि एकदमै सजिलो भएको छ। पहिला नदी तरेर जानु पर्थ्यो, अहिले चाहिँ एकदम राम्रो भएको छ। म चाहिँ यो फिल्ड समूह भएको घरमा पुगेँ। यहाँ चाहिँ आज म छिटो आएको हुनाले कोही पनि आउनु भएको छैन र आमाले मलाई बस्नुको लागि कुर्सी दिनुभयो र मैले बसेर उहाँ सदस्यहरूको वेटिङ गरिराखेर पालो गरी सदस्यहरू आउनुभयो। आज यो असारमा धान रोपिरा होलान् र कोही पनि आउँदैनन् भन्ने सोचेको थिएँ। 1-2 जना मात्रै आउलान्, तर यहाँ चाहिँ सबैजना यति राम्रोसँग ड्रेस लाएर आउनुभयो र त्यसपछि हामी प्रार्थना सुरु गरेर समूह सुरु गऱ्यौँ। समूह सुरु गर्दा सबैभन्दा पहिला 1 नम्बर ग्रुपको पैसा उठायौँ र 1 नम्बर ग्रुप सिद्धिसकेपछि अर्को 2 नम्बर ग्रुपको पैसा उठाएँ। अनि 2 नम्बर गर्दा 2, 3, 4 सबै नम्बरको पैसा उठिसकेपछि उहाँ एकजना दिदीले ऋण माग गर्नुभयो र ऋण माग भइसकेपछि चाहिँ उहाँले पैसा बुझाउनु भयो र मैले पैसा झोलामा राखेर त्यसपछि बचत र ऋणको बारेमा छलफल गऱ्यौँ र ऋण र बचतको बारेमा छलफल गरिसकेपछि पालै सबै सदस्यहरूले आफ्नो हाजिरी लगाउनु भयो र हाजिरी लगाइसकेपछि चाहिँ हाम्रो समूह खत्तम भयो र समूह खत्तम भइसकेपछि लास्टमा हामीहरूले प्रतिज्ञा गान सँगसँगै आजको यस समूह समाप्त भयो भनेर घोषणा गरेर र अघिल्लो बैठक चाहिँ 11 गते नै हुन्छ भन्ने निर्णय सर्वसम्मतिबाट पारित गरी नमस्कार गरी धन्यवाद गरी बाई बाई गरेर घरतिर लाग्यौँ।